किन एक आमाले बगाइन् आफ्नै 7 जना सन्तान नदीमा? वेलकम टु द सेकेन्ड एपिसोड अफ एक्सप्लेनिङ महाभारत। द स्टोरी स्टार्ट्स फ्रम हस्तिनापुर। हस्तिनापुर नाम गरेको राज्य छ। राज्यका राजा शान्तनु छन्। ती शान्तनुलाई नदी गङ्गाको मानवीय स्वरूपसँग प्रेम हुन्छ। उनी प्रेममा पर्छन् र उनले गङ्गालाई विवाहको निम्ति प्रस्ताव गर्छन्। तर गङ्गाले आफू विवाह गर्न तयार भएको तर केही शर्तहरू शान्तनुले मान्नुपर्ने अगाडि कुरा बताउँछिन्। के छन् शर्त भनेर सोद्धा गङ्गाले चाहिँ शान्तनुले कुनै पनि प्रकारको गङ्गाले गरेको कार्यप्रति प्रश्न गर्न नसक्ने, उनले गरेको कुराहरूले गङ्गाले चाहिँ उत्तर दिनु नपर्ने खाली शर्त अघि सार्छिन्। शान्तनु त्यो शर्तलाई मान्छन्, उनीहरूको विवाह हुन्छ। विवाहको केही पश्चात नै सन्तान जन्मिन्छ। पहिलो सन्तान जन्मिन्छ, सबैजना खुसी हुन्छन्। तर गङ्गाले त्यो सन्तानलाई लगेर नदीमा बगाइदिन्छन्। शान्तनु आफ्नो शर्तले बाँधिएको छ, ऊ कुनै पनि प्रकारको प्रश्न गर्न सक्दैन। र फेरि केही समयपछि अर्को सन्तान हुन्छ। यसरी 7औं सन्तानसम्म भइराख्दाखेरि हरेक सन्तानलाई गङ्गाले लगेर नदीमा बगाइदिन्छन्। अब तर शान्तनु त बाँधिएका छन् शर्तले, उनले कुनै पनि प्रकारको प्रश्न गर्न सक्दैनन्। र अब 8औं सन्तानको जन्म हुन्छ। एउटा पिताको हृदय, बुवाको मन, उनले रोक्न सक्दैनन् आफूलाई र गङ्गालाई प्रश्न गर्छन्। हे गङ्गा, तिमीले किन यसो गरेको छौ भन्दा तिमीले मलाई प्रश्न गर्यौ, तिमीले मेरो कर्ममा प्रश्न उठायौ, अब तिमीलाई म छाडेर जान्छु। तर जहाँ तिमीलाई म सत्य बताउँछु कि तिमी र म पनि यहाँ कुनै श्रापको कारणले यहाँ आएका छौँ मानवीय रूपमा। र यी जो 8 जना छन् हाम्रा सन्तानका रूपमा जन्म लिएका छन्, यी पनि वशिष्ठ ऋषिको श्रापबाट पृथ्वीमा जन्म लिएका वसुहरू हुन्। र 7 जनाले मुक्ति पाइसके, उनलाई मैले नदीमा बगाए, उनीहरू मुक्ति पाइसके। तर यो 8औं वसु चाहिँ उनले मुक्ति पाउन अझै केही समय बाँकी छ र यो हाम्रो सन्तान देवव्रत हुनेछ। यो अझै केही समय पृथ्वीमा रहनेछ। तर अब तिमीले मलाई प्रश्न गर्यौ, शर्त तोडियो, त्यही भएर म अब तिमीलाई छाडेर जान्छु भन्छन् र गङ्गा लाग्छिन्। र यही देवव्रत हस्तिनापुरका नयाँ युवराज पनि छन्। र यही देवव्रत चाहिँ अब कालान्तरमा गएर भीष्म पितामह भन्छन्, भीष्म बन्छन्। र कसरी देवव्रत भीष्म बने त्यो चाहिँ हामी अर्को एपिसोडमा कुरा गर्नेछौँ।